नमस्कार सम्पूर्णलाई। आज यहाँहरूलाई म एउटा मेरो कविता सुनाउँछु। सुनेर आफ्नो प्रतिक्रिया दिनुस् है। मेरो कविताको शीर्षक छ अमर प्रीति। कतै मिल्ने छैन बिछोडा विषको यो नीलो खती, जलेको छ भित्रै अधमा जगको यो अधुरो पिरती। सधैँ आँखाबाटै मुटु छिया हुने भेल बग्दछ, तिमीलाई खोज्दा हृदय तलमा आगो दग्दछ। गरे पूजा मैले अमृत सम्झी त्यो कालो विषलाई, बुझ्नै सकिन कुटिल छली त्यो खोटो निष्ठुरलाई। गयौ छोडी एक्लै मरुभूमि सरी यो शून्य पथमा, गयौ छोडी एक्लै मरुभूमि सरी यो शून्य पथमा। हरायो है मेरो खुसी सपना त्यो धुलो रथमा, हरायो है मेरो खुसी सपना त्यो धुलो रथमा। पवित्रै भन्थे नि कसम शपथका बाचा कसमती, पवित्रै भन्थे नि कसम शपथका बाचा कसमती। बिझाउने काँडा हृदय भरि छन् हाम्रा जखमती। गरे मैले के नै जुन छ अहिले यो एउटा ठुलो भुल, गरे मैले के नै जुन छ अहिले यो एउटा ठुलो भुल। सजाए मै मात्र किन सहु यहाँ बिझाउने ओसुल, अझै बल्झिन्छन् मधुर पलका मिठा स्मृतिहरू। अँध्यारो रातमा हृदयमा बस्दछु खेप्दै क्षतिहरू। तिमी हाँस्दै होलौ अरूको, तिमी हाँस्दै होलौ अरू नै कसैको अङ्गालो घरमा, तिमी हाँस्दै होला अरू नै कसैको अङ्गालो घरमा। म भने डुबेको बिरही वेदनाको गहिरो सागरमा, म भने डुबेको बिरही वेदनाको गहिरो सागरमा, बिरह वेदनाको गहिरो सागरमा। हुँदैनन् यी हार्ने मिनल, हुँदैनन् ती हार्ने मिलन बिरलै अमर प्रीति ती। भलै कष्ट दिने कुटिल छलियो प्रेम रीति ती। प्रणयको दिनमा उपहार पाए आँसुको यो घडा, प्रणयको दिनमा उपहार पाए आँसुको यो घडा। बाँच्नु नै परेको मरेर पनि यो कस्तो छ सजाय कडा, बाँच्नु नै परेको मरेर पनि यो कस्तो छ सजाय कडा। धन्यवाद। मेरो कविता यहाँहरूलाई कस्तो लाग्यो सुनिदिनुहोस् है। धन्यवाद।